कालिका आदर्श हामी रामीडाँडा अहिले आएको छु र शिल्पचौर जाने शैक्षिक भ्रमणमा जाने भनेर क्लास 12 को टिचरहरू र विद्यार्थी हामी सबै लगायत घुम्न जाँदैछु र यो पहिलोपटक आएको अति राम्रो भ्रमण देखिन्छ र त्यसै जाँदै गर्दा यहाँ माथि एउटा नमलीको धारा रहेछ र कालिका आदर्शमा एउटा रमाइलो यहाँ दृश्य छ तपाईहरुको माझमा ल्याएँ मैले र यहाँ अति नै राम्रो भएको हुनाले घुम्न टाढा टाढाबाट आएको देख्छु र यहाँ नमलीको धारा चाहिँ पानी पिउने धारा र देवताहरूको नुहाउने धारा अति नै रमाइलो छ र तपाईहरु पनि आउन सक्नुहुन्छ। यसको घुम्नको लागि चाहिँ अति रमाइलो दृश्य देख्न सक्छु। नम्बर 1 हामी रामीडाँडाको सेरोफेरोमै छु भन्नुपर्छ र अहिले यो हामी शिल्पचौर भ्यू टावरसम्म जान लागेको यो ग्रुप हो र यहाँ अति चाहिँ रमाइलो छ शैक्षिक घुमफिर गर्ने र यो पहिलोपटक आएको छु। तपाईहरु पनि आउनुभयो भने अति राम्रो र रमाइलो छ। ल वेलकम गाइजहरु। भिडियो नबनाऊ के घचाको हिँड न उ गरम त्यसलाई कस्तो भयो अब पानी फेरि चिसो यस्तो उस्तै होला नि केही हुँदैन के केही हुँदैन सर यो पानी त मजाले सहन्छ रमाइलो पनि गर्ने कोड बनाइदेउला सबै आज अलि ठुलो कोड ल्याएर ठुलै पानी पर्यो बढी त हैन 2 वटा न हो त्यहाँ ओटै हाल्छ मेरो ज्याकेट काफी छ एउटा जबुले अलि छिटो पानी राख्नु भइसो खडा लाइदिनु बा यो सिग्नल पडै गयो लाइदिनु गर्दा त कुनै भुसो टकन लाग्यो हैन देखाउनु यहाँ त एउटा पनि के बात छ ताई पखाइ परेछ। मैले अगाडि भनेकै छु विद्यार्थी भाइ बहिनीहरूलाई जोक्स सुनाउने भनेको छु। एउटा जोक्स सहित आफ्नो छोटो 2-3 मिनेटको भनाइ राखिदिनको लागि आदरणीय सर भीमराज सिंहज्यूलाई हार्दिक अनुरोध गर्दछु। आजको यो हाम्रो शैक्षिक भ्रमण हामी वीरेन्द्र रायसर माध्यमिक विद्यालय जाजरकोटमा कक्षा 12 मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरू र हामी यस विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूको एउटा रमाइलो पर्यटकीय स्थल शिल्पचौरको भ्यू टावर हाम्रो जो टिम आएको छ यहाँ हामीसँग आउनुभएका हाम्रा आदरणीय सरहरू हाम्रा अतिथि र सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू पक्कै पनि सबै कुरा सहयोगले जुराउँछ। सबै कुराहरू बारम्बार प्राप्त हुँदैन। हामी थोरै जना संख्यामा भए पनि एउटा अनुभूतिको लागि
पक्कै पनि हामीले जुन एउटा 12 कक्षामा अध्ययन गर्दै गर्दा हामीले आफ्ना क्लासहरुमा मात्रै हामी सीमित नभएर केही थप अनुभवहरु हासिल गर्नको लागि हामी यहाँ आएका छौं। मैले अघि पनि यहाँहरुलाई अलिकति कुरा टच गरे। हाम्रो यो भ्रमण नितान्तै शैक्षिक भ्रमणको रूपमा मात्रै नभएर हामीहरुको 25 पूर्णाङ्कको आन्तरिक परीक्षा हुन्छ, इन्टरनल अङ्क हुन्छ, त्यसलाई पनि समेटेर हामी टिपोटको रूपमा हामीले राख्ने नीति गरेका छौं। त्यसैले आउनेहरूलाई एकछिनपछि अल्फाबेटिकल ए टु जेड विद्यार्थीहरू तपाईहरुलाई हामी चिन्छौं, कक्षामा कति उपस्थित हुनुहुन्छ त्यो कुरा पनि थाहा छ। तै पनि आज आएको अलिकति छुट्टै भिन्न खालको छन् भएको हुनाले त्यो टिपोट पनि यहाँ राख्ने मैले नीति गरेको छु र मैले हाम्रो काली साली सुरुमै अनुमति पनि मागेको छु। र पक्कै हामी धेरै लामो बसाइ गर्दै छौं यहाँ र यो खालको आयोजना गरेर हाम्रो काली सालले जब तपाई हामीलाई यहाँसम्म ल्याउनु भयो त्यसको लागि म फेरि पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र हाम्रो शैक्षिक भ्रमण सफल हुने कुरा मैले पूर्ण विश्वास लिएको छु। हामी अनुशासित ढंगले यहाँसम्म आइपुगेका छौं। अनुशासित मर्यादित ढंगले हामी आफ्नो घरमा फर्नुपर्ने हुन्छ। कसैले अलिकति शिक्षा एउटा हीरा मोती हो, संसारलाई उज्यालो बनाउने दियो जस्तै जुनको ज्योति हो। संसारलाई उज्यालो बनाउने दियो जस्तै जुनको ज्योति हो। गरिदिनु वीरेन्द्रलाई विकास गरिदिनु, शिक्षा एउटा हीरा मोती हो, संसारलाई उज्यालो बनाउने दियो जस्तै जुनको ज्योति हो। संसारलाई उज्यालो बनाउने दियो जस्तै जुनको ज्योति हो, दियो जस्तै जुनको ज्योति हो।